Hello guys, welcome to my KT Rumba vlogs. आजको मेरो डिनर हो प्रोन फिस। रातो भइसक्यो निकाल्नुपर्छ। यस्तो हुन्छ प्रोन फिस। पड्किँदै छ यहाँ मेरो चाहिँ आँखा फुट्यो। यिनीहरू फिसमा पनि राख्दैन पनि त्यस्तो हुन्छ। मसिनो हुन्छ नि तत्रो हुन्छ खासमा। यति माथि भयो गाइस। सानो गर्नु पऱ्यो ग्यासलाई। छिटो राम्रो हुन्छ। धनियाँहरू हाल्यो, जिरा धनियाँको उयोहरू पिसेकोहरू गाइस। हाल्यो मजाले भुट्नुपर्छ एकछिन हो। त्यहाँदेखि भयो के टमाटर पिस्यो नि यसो राम्रो। मासु चाहिँ हेर्नुहोस् कम्ती भयो ठिकै छ। कम्ती नै खानुपर्छ गाइस। नुन हाल्नु पऱ्यो। अलग्गै छ नि हाम्रो नन भेजको चाहिँ पिरो खानु हुँदैन गाइस हो। मजाले भुट्यो सानो आगोमा। हात धुनु पऱ्यो गाइस। हात धोएर मात्रै गर्नुपर्छ यो फेरि। पानी छ सबै यहाँ राख्नुपर्छ धुनुपर्छ अहिले हो। सिमेन्ट पनि गर्दै गर्नुपर्छ। यसको पुस्ने चाहिँ यहाँ चाहिँ माछाको छिटाहरू लाग्छ गाइस हो। त्यही कारण यो लगाएको आजको बिल्डिङमा हो। यो छिटाहरू झट्टै हाल्नुपर्छ नि। छिट्टा मिठाहरू मन पर्दैन गाइस। Yes, guys. दामी पिरो भयो गाइस। मरिच मसला हाल्नु लागि तपाईँलाई स्नेक गरेको थिएँ। पुरा पिरो भइसक्यो। सिनिया राखेर हो हाल्दै माछालाई अब
मन पर्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् बाई बाई टेक केयर हेभ अ नाइस डे त के हो बाई बाई टेक केयर मेरो डिनर हो गुड नाइट यो भिडियो चाहिँ भोलि आउँछ गाइस